एभ्रिवान, नमस्ते हजुरहरूलाई। हामी चाहिँ आज नानाको घर आएको छु। आएर बसेर चिया मात्रै पिएको थियो। यहाँ काम सुरु हुँदैछ। ला छोटो भयो यहाँनिर आउनुहोस्। दार्जिलिङबाट पाहुना आउनु भएको थियो। दार्जिलिङको पाहुनालाई देखाउनै पाइनँ, लाइट गएर। आज चाहिँ म देखाउँदैछु। अस्ति आउँदा त हाम्रोमा आउँदा त अन्धकार भयो। केही न काम हो। अब यहाँ देख्नु सक्नुहुन्छ को आएको छ होला है। यहाँ चाहिँ दार्जिलिङबाट आउनुभएको। उहाँ चाहिँ दार्जिलिङबाट भेट्न आउनुभएको। हामीलाई छैन, लाइट गएर बिचरा। सैता फुपू हो, बहिनी हो। तर यहाँनिर चाहिँ हुला थालिङ यहाँ मच्छरले दुःख दिएर बिजी। पाहुनाहरू बिजी छ, काम गर्दैछ। अलिक डोरी लाउनुपर्छ है। नानाकमा आएको मान्छे चाहिँ यत्रो छ। ऊ डनलप चाहिँ अब सफाइ अभियान हुँदैछ अरे हौ यहाँनिर। यहाँ सिलगढी र दार्जिलिङबाट बोलाएको। अब नेट त ल्यायो नि यस्तो दामी। के गर्नु अफसोस, बेड छैन भुइँमा। डनलप ऊ माथि टुङडुङ्ग झुन्डाउनु पर्यो। त्यो हुन्छ हुँदैन हो। यो डनलप पनि त्यत्रो महँगो हो। अब यो कस्तो मजा आउँछ सुत्नु त। अब नेम नेम उफ्र त हौ एकपल्ट तिमी। नानी उफ्र त जम्प गर त यहाँ हो। स्प्रिङवाला त्यही छ नि, दामी छ नि। अब अहिले फाइनल लुक्स चाहिँ अहिले है बादमा। अब बेड किन्नुपर्छ हौ तिमीले। त्यो भएन होइन, सानो थियो नि त यो। अब यसकै नापको बेड किन्नु पऱ्यो नि त अब त हौ। अब हेर न त्यो। अब त्यो उयो चाहिँ अब त्यो बेडमा भए त कति राम्रो देख्यो होला। अब त्यो त भुइँमै झरिरहेको छ। तै पनि मच्छरले कस्तो दुःख दिन्छ अब होला। ऊ चिसो पोस्छ। फाइनल चाहिँ अब त्यस्तो भयो। तर अफसोस, तर राम्रै देख्यौ है। राम्रै देख्यौ। उयो नभए नि। अब आज चाहिँ प्रिन्सेस भएर सुत्छ अरे हौ दुईजना। कति चाहिँ परेशान गरे भनिदेऊ न। ल मेरो त अझै टक्क उभिहाल न तिम्रो एउटा त्यहाँ उभ न। पुट्टा अब गरम महिना नलागि राम्रोसँगले दागै दाग भइसक्यो। फेरि स्कर्ट हाफपेन्ट नलिएर गर्दा दाग भएर। ल अब चाहिँ दामी खै यताबाट हेरौँ। सुतेर उयो पनि देखाइदिएर यो तर दामी त दामी के फेरि उसको हमसफर हो कि क्या हो साथी। बुनुको हाउस हो। ज अब सुत ला। अब धली माली उयो चाहिँ त गर्छ। मजा आयो। कसको हाउस हो? बुनुको हाउस पो त यो त। अन्त तिम्रो हाउस हो? उसको चाहिँ यहाँ प्लान्ट पनि छ। नानाको हाउस यो मैले पहिला दिएको। यो यसले बचाएछ धन्न। यिनीहरूले चाहिँ उयो गर्छ नि त। अब आज जाने सुँगुरको मासु मजाले पकाएर खै देखाउ न। ग्यास चढायो ए तिम्रो। अब सुँगुरको मासुमा पल्किएको भन्ने चाहिँ त्यो भयो त है। लिम्बुनीतिर यो गीत त दामी परेछ हौ। ए लु आऊ आऊ लु हजुर लु जाऊ। ठुलीले लान्छ नि। ए उयो गर्दै गरेको गरिदिउँ भनेको त। लु दामी पो देखेँ त। अब हाम्रो चाहिँ जाने टाइम भएको। खाइपी गरिसक्यो। ऊ कराउँदैछ। ऊ कुसो के कराएको थियो?
उयो मुनिपट्टि हो गर्दैछ यो बाहिर हो उयो पर के गरेको खै गेम 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 खेल्नु हैन नानीको फोटो बनाएको अब हामी जाने ल अब कहिले आउने छिटै चाँडै भेटौँ के को अर्को वर्ष अब आउँ न फेरि जुन जुलाईतिर गरममा अनि त्यो गरममा त सिलगढीमा भन्दा यता त अब उयो हो नि त हौ फ्यानले उयो हुन्छ आउला भन्छ आउनु यहाँ चाहिँ मेरो गिफ्ट गिफ्ट पनि के भन्नु अब है कम्पनीको सामानहरू गिफ्ट कस्तो काम लाग्छ फेरि भन्नु हुँदैन त्यस्तो हो अन्त त्यस्तै छ जिन्दगी हाम्रो लाइफ चाहिँ रुम लाइफ यस्तो छ सिक्किममा हो पोस्ट दिँदैछ फोटो खिच्ने हो लेट्स गो है मन्दिर टक्कै शिव मन्दिर हामी चाहिँ घरतर्फ लागेको अन्त यहाँ चाहिँ नाना बस्ने एरियामा चाहिँ यस्तो छ यहाँ अब फुपूबोजूले नातिनीलाई मिठाई किनिदिनुहुन्छ अरे बोजू पऱ्यो साइनोले चाहिँ अन्त मेरै त फुपू पर्छ साइनोले त र बहिनी बिचरा दार्जिलिङबाट सिलगढीमा बस्छ दार्जिलिङमा पनि बस्छ भेट्नु आएको अब बोजूलाई दङ्ग हुन्छ नि अब यसो गर्छ त हो अब कुन चाहिँ भन्नु हुँदैन है उसलाई हेर नातिनीले बोजूलाई 32 नम्बर बजार हेलो ड्याडी आइ गर्दै गरेको त यस्तो नराम्रो हात हलाउनु न तर तपाईँको काम भयो नि त यस्तो गर्छ अन्त ऊ हो बोजूलाई त अब आज ठुली आमालाई उयो पाएको डिस्काउन्ट उयो पाएको के भन्छ रिलिफ पाएको ल अब यता ल अब चाहिँ के यो किनी मागिहाल्छ है बोजूलाई गइहाल्छ त दार्जिलिङ कहाँ जानु भेट्नु के खानु त अरु त खै चिप्स त त्यही हो नखाऊ चिप्स त त्यही सेम त हो है मिठाई किनी मागेर केही ललिपप रहेछ त यो मात्रै खान्छ के यहाँ है अरु के खान्छ ऊ क्यान्डी बोक न त ऊ आई लभ यु रहेछ उसको ऊ ल यो लानु कि त्यो पनि लानु आको नेक्स्ट किनिनु भएको ल अब थ्यांक यू के रहेछ क्यान्डी त खै लु बोजूलाई थ्यांक यू भन पिङ्क छैन रहेछ नि त पिङ्क है ल भयो ओके खै थ्यांक यू भनेको थ्यांक यू भन कति भन्छ नि झोलामै हाल्छ नि पढाइले ऊ घरमै गएर खान्छु भन्छ अब बोजूलाई थ्यांक यू भन्नुहोस् है बाई फेरि भेटौँ ल नेक्स्ट टाइम बाई हुन्छ गइ ल ओके बाई 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 भेट्दै गरौँ फेरि आउँ ल ओके अब हामी चाहिँ गएको है ऊ नानी चाहिँ मिठाई पाएर हुन्छ क्या मिठो नानी कसले किनिदिनु भएको बोजूले इन्जोय गरेर खानु छ यो चाहिँ फुपू बोजूले ल्याइदिनु भएको नानीलाई गिफ्ट सहिता फुपूले बहिनीले दार्जिलिङबाट यो कसले ल्याइदिनु भएको नानीको ड्रेस छिटो बोजूले ल्याइदिनु भएको कहाँबाट ल्याइदिनु भएको यो कहाँबाट ल्याइदिनु भएको दार्जिलिङ बोजूले ल्याइदिनु भएको है आइनेक यो प्यान्ट यसकै प्यान्ट यसकै यो सेट प्याक कहिले थ्याङ्क यू बोजू भनेर यहाँ हेरेर मन पर्यो यु लाइक इट दिस ड्रेस ओके थ्याङ्क यू बाई बाई